नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ र सबै पदाधिकारीहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, फेरि पनि नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरूलाई म मेरो तर्फबाट हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको लागि शुभकामना भन्न चाहन्छु। अधिवेशन गरियो अनि हारेका 17 जनाले हामीले अर्कै संगठन बनायौं भन्न मिल्छ? गर्नै नहुने कुरा हो। त्यसकारण यस्तो संगठनहरूलाई यस ढङ्गले विभाजित गर्ने प्रयास त्यो सफल हुन सक्दैन, हुन पनि हुँदैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। हामी सबैको निम्ति एउटा निकै चासो र चिन्ताको विषय थियो के हुने हो एनआरएनएको भविष्य, किनकि एउटा निकै ठुलो उद्देश्य राखेर यो संस्थाको स्थापना भएको थियो र सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध गर्ने, राष्ट्रिय भावना जागृत गर्ने मात्रै होइन, नेपालको आर्थिक विकास प्रयासमा एउटा ठुलो नेटवर्क मार्फत तपाईहरुले गर्न सक्ने सहयोगलाई केन्द्रित गर्ने उद्देश्य पनि थियो र नेपालको, नेपालका राजनीतिक दलको, नेपाल सरकारको, नेपालको नागरिक समाज सबैको पनि तपाईहरुप्रति निकै रुचि, अभिरुचि र चासो थियो। संकीर्ण भावनाले त एक ठाउँमा आउनै सकिँदैन, एकजुट हुनै सकिँदैन। यस संस्थाभित्र पनि केही यो संस्थाका उद्देश्यहरूसँग नमिल्ने खालका प्रवृत्तिहरू अलिक देखा परे, केही वर्ष अगाडिदेखि नै देखा परिरहेको छ। यो मिल्नु पर्ने ठाउँमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा वास्तवमा भन्ने हो भने यहाँ चुनावै गरिरहनु पर्ने होइन। तपाईहरुको एकता धेरै चासोको विषय छ, चिन्ताको विषय पनि छ। आज जे भए पनि सर्वोच्च अदालतको आदेश अनुसार शेष घलेजीले नेतृत्व गरेर यो अधिवेशनलाई एकता अधिवेशनको रूपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। म शेषजीलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। यो संस्था मर्यादित होस् भन्ने म चाहन्छु। अहिले अदालतमा एक ढङ्गले यो कुरा विचाराधीन छ। अहिले सिंगल बेन्चबाट फुल बेन्चमा फरवर्ड भएको छ र त्यसले अहिले भइरहेको संस्था, निर्वाचित संस्थालाई मान्यता दिएर अब के फैसला गर्नुपर्ने हो यो सिंगल बेन्चबाट भन्दा यो आधारहरू देखिन्छ, यस्तो आधार देखिन्छ, फुल बेन्चले नै फैसला गरोस् भनेर पठाएको छ। फेरि एकचोटि नवनिर्वाचित महेश श्रेष्ठ लगायत सबैलाई, पदाधिकारीहरूलाई धन्यवाद भन्दै, सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सबै प्रतिनिधिहरूलाई पनि धन्यवाद भन्दै, अब समेटिन बाँकी रहेका साथीहरूलाई पनि यो नवनिर्वाचित कमिटीले पक्कै पनि समेट्न प्रयास गर्नेछ र सफल हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद, अभिवादन। तपाईहरुले ती साथीहरुसँग पनि सबै पक्षसँग फराक र उदार मनका साथ कुराकानी गर्नुपर्दछ र उहाँहरूलाई पनि यसै संगठनमा आबद्ध भएर जान प्रेरित गर्नुपर्दछ, वातावरण दिनुपर्दछ। सकेसम्म कोसिस तपाईहरुको हुनुपर्दछ उदारतापूर्वक। पनि पक्ष गरेर गर्नु राम्रो थिएन। उहाँहरूले गरिहाल्नुभयो, भ्रम फिजाउनुभयो, आधिकारिकताको दाबी गर्नुभयो, संगठनै मै हुँ भन्नुभयो। निर्वाचित अध्यक्ष छँदैछ, निर्वाचित कमिटी छँदैछ। अनि जो साथीहरू पराजित भएका ती भेला भएर अर्कै सम्मेलन गर्यौं र यो चाहिँ आधिकारिक हो भन्नु, यो शोभनीय कुरा हुनै सक्दैन।